वर्षौंदेखि भन मेरा भाइ हो देउसी रे भन्दै हामीले देउसी त खेल्यौं। के तपाईलाई देउसी रेको किम्वदन्ती थाहा छ त? यो किम्वदन्ती हो विष्णु भक्त प्रहलादका नाति राजा बलि र लक्ष्मी पूजाको। This video is a part of campaign titled हाम्रा किम्वदन्ती चाडबाड विशेष initiated by Lakshmi Sunrise Bank with काठमाडौँको कथा। भनिन्छ जब राजा बलिले सारा ब्रह्माण्डलाई आफ्नो बनाएका थिए तब एक ब्राह्मण आएर राजा बलिलाई 3 पाइला भूमि दान गर्न मागे। ब्रह्माण्ड नै आफ्नो भएकोले राजाले 3 पाइला त हो, म निर्धक्क भएर दिन्छु भनेर भनिदिए। पाइला चाल्दा ब्राह्मणले विशाल रूप लिए र 1 पाइलामा पृथ्वी, दोस्रो पाइलामा ब्रह्माण्ड नै लिए। तेस्रो पाइला कहाँ राखौं भनी सोध्दा राजा बलिले आफूसँग अरु केही पनि नभएकोले आफ्नो शिरमा राख्न भने। तेस्रो पाइला शिरमा राख्दा राजा पातालसम्म पुगे। तब सारा ब्रह्माण्ड प्राप्त गरेका ब्राह्मणले आफू भगवान विष्णुको अवतार भएको भनी देखाए। राजाबाट प्रसन्न भई उनले के वरदान माग्छौ भन्दा राजा बलिले कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल प्रतिपदासम्म 3 दिनको लागि मेरो राज्य पृथ्वीमा होस् र त्यस बेला जसले दियो बाल्छ उसको घरमा माता लक्ष्मीको स्थिरता रहोस् भनेर उनले मागे। त्यही कारण दियो बालेर लक्ष्मीलाई पूजा गरी घरमा ल्याइन्छ भन्ने मान्यता छ। राजा बलिको करुणा देखेर भगवान विष्णुले तिमीलाई पनि ती 3 दिनमा आम मानिसहरूले पुज्ने र नमन गर्ने छन् भनेका थिए। त्यसैले हामीले गाउँ-गाउँमा चोक-चोकमा देउसी भैलोमा आहै बलि राजाले पठाएको देउसी रे भनेको देउसिर भन्ने कुरा यसमा देखाउँछ, जसमा चाहिँ यो शब्द देउ र शिर मिलेर बनेको हो, जुन बलि राजाले आफ्नो शिर विष्णुलाई अर्पण गरेको कुरा सम्झाउँछ। अब यसपालि देउसी भैलोमा देउसिर भन्दा त्यो शब्द पछाडिको त्याग र कहानी पनि मज्जाले सम्झिनु होला। हामीले सुनेको किम्वदन्ती चाहिँ यस्तो छ र हजुरहरूले सुन्नु भएको वा थाहा पाउनु भएको अर्को किम्वदन्ती छ भने पनि प्लिज शेयर गर्नु होला।